जिनुवाबाट करिब 10 साढे 10 बजेतिर हाम्रो ट्रेकिङ यात्रा सुरु हुन्छ। यो जिनुवाको एकदमै लामो पुल क्रस गरेर 2 घण्टाको स्ट्रेट उकालो हिँडेपछि हामी थाक्यौँ। त्यसपछि मैले एउटा भिडियो बनाएँ, अरू सबैसँग आउनु, बुढी लिएर चाहिँ नआउनु साथी हो, न छाडेर जान मिल्ने न बोक्न मिल्ने भनेर। अनि यस्तै भिडियो बनाउँदै हाम्रो थकानलाई चाहिँ त्यसले केही सहयोग गर्छ कि भनेर रमाउँदै चेम्रोङको ठाडो उकालोको यात्रा हामी सुरु गरिराखेका छौँ। एकदमै स्ट्रेट छ, सुरुमै स्ट्रेट उकालो सुरु हुन्छ। लगभग 2-3 घण्टाको उकालो छ। करिब 7 घण्टाको निरन्तर हिँडाइपछि हामी सिनुवा 2360 मिटरमा गएर हामी बास बस्छौँ। यो सिनुवा हो, तपाईँले देख्न सक्नुहुन्छ। त्यसपछि सिनुवाको बसाइपछि बिहानै हामी 6 बजेतिर नास्ता गरेर फेरि हाम्रो यात्रा, दोस्रो दिनको यात्रा निरन्तर रूपमा अगाडि बढ्छ। र त्यसपछि हामी फेरि सिनुवापछि सिडीको बाटो पर्छ। हामी यात्रालाई पछाडै अगाडि बढिरहन्छौँ। ट्रेकिङको अनुभव लिँदै हामी अगाडि हाम्रा पाइलाहरू चालिरहेका छौँ। एकदमै अनौठो अनुभव भइरहेको। करिब 2 घण्टाको निरन्तर हिँडाइ पछाडि हामी ब्याम्बो पुग्छौँ, 2145 मिटर। त्यसपछि फेरि निरन्तर 2 घण्टाको हिँडाइपछि दोभान पुग्छौँ हामी, 2505 मिटर। त्यसपछि 2 घण्टाको निरन्तर हिँडाइपछि हामी हिमालय पुग्छौँ, 2920 मिटर। यो हिमालयमा पर्ने एउटा सुन्दर झरना र मन्दिर छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि यो हिमालयमा हामी सुस्तिन्छौँ र फेरि हाम्रो यात्रा अगाडि बढ्छ। र हिमालयदेखि फेरि निरन्तर 2 घण्टाको हिँडाइ पछाडि हामी देउराली 3210 मिटरमा पर्छ। हामी त्यहाँबाट लगभग दोस्रो दिनको यात्रा फेरि निरन्तर 8 घण्टाको हिँडाइ पछाडि हामी देउराली पुग्छौँ र देउराली गएर बास बस्छौँ। यी देउरालीमा लिएका तस्बिरहरू हुन्। 3210 मिटरमा पर्छ र देउरालीको बास पछाडि हाम्रो तेस्रो दिनको यात्रा फेरि सुरु हुन्छ। त्यसपछि हामी निरन्तर हिँडाइ पछाडि हामी माछापुच्छ्रे बेस क्याम्पमा पुग्छौँ। करिब देउरालीदेखि 4 घण्टाको हिँडाइ पछाडि हामी माछापुच्छ्रे बेस क्याम्पमा पुग्छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ यो पछाडिको दृश्य माछापुच्छ्रे बेस क्याम्पको। हामी यहाँ एकछिन थकाइ मार्छौँ, नास्ता लिन्छौँ र त्यसपछि फेरि हाम्रो माछापुच्छ्रे बेस क्याम्पदेखि हाम्रो यात्रा अगाडि बढ्छ। र माछापुच्छ्रे बेस क्याम्पदेखि करिब 3 घण्टाको हिँडाइ पछाडि हामी फाइनल्ली अन्नपूर्ण बेस क्याम्पमा पुग्छौँ र हाम्रो यहाँ खुसीको सीमा नै हुँदैन। फाइनल्ली हामी अन्नपूर्ण बेस क्याम्पमा पुग्न सफल हुन्छौँ। 4130 मिटरको उचाइमा रहेको विश्वकै दोस्रो ठुलो ट्रेकिङ भनेर हजुरहरूले अन्नपूर्ण बेस क्याम्पलाई लिनुहुन्छ। पहिलोमा सगरमाथा बेस क्याम्प, त्यसपछि दोस्रोमा चाहिँ अन्नपूर्ण बेस क्याम्प। विश्वकै दोस्रो लामो र एकदमै सुन्दर ट्रेकिङको रूपमा अन्नपूर्ण बेस क्याम्पलाई लिइन्छ। एकदमै सुन्दर ठाउँ छ, चारैतिरबाट हिमालले घेरेको, बिचमा सेन्टरमा चाहिँ अन्नपूर्ण बेस क्याम्प रहेको छ। हजुरहरूले देख्न सक्नुहुन्छ 360 डिग्रीमा घुमेको छ माउन्टेन। मैले हजुरहरूलाई देखाइरहेको छु। एकदमै सुन्दर ठाउँ छ। तपाईँहरूलाई पनि समय मिल्छ भने घुम्न आउनुहोस्। जीवनमा एकपटक घुम्नै पर्ने ठाउँ र अनुभव लिनै पर्ने ठाउँको रूपमा मैले यसलाई लिएको छु। तपाईँ ट्रेकिङमा आउनुभयो भने मलाई लाग्छ जीवनमा रहेका सानातिना समस्याहरू चाहिँ यही ट्रेकिङबाट नै त्यो समाधान गर्ने मान्छेमा आँट पनि आउँछ। किनकि ट्रेकिङमा हरेक किसिमका समस्याहरू आउँछन् र त्यसलाई छिचोल्दै हामी अगाडि बढ्नुपर्ने हुन्छ र जीवनमा कसरी खुसी लिने भन्ने बुझाउँछ।